वेलकम टु माई भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि अहिलेसम्म सन्चै नै छु। म चाहिँ यहाँ इन्ड्राइभ गरेर अब एउटा टिप लाग्यो 800 रुपियाँको पनौतीबाट ढुङ्खर्क लैजान पर्ने। म चाहिँ अब त्यतैबाट गाउँ निस्किन्छु। आज पानी पर्ला जस्तो छ, त्यही भएर म जाँदा पनि गइनँ कि फेरि काममा जानु हुनुपर्छ। टिप लगाइहाल्यो, उतै जानुपर्ने थियो। अनि पनौतीबाट एकजना मान्छे लिएर जाँदैछु है त। म चाहिँ यहाँ बाइक स्टार्टमा राखेँ, अब निस्किँदैछु। निस्किने बाटो चाहिँ यो। अब पनौती गएपछि म अपडेट दिएर हुन्छु होइन बेला बेलामा। म चाहिँ यहाँ ढुङ्खर्कको बेलामा जाँदैछु। म चाहिँ ढुङ्खर्क आइपुगेँ होइन। यहाँबाट म चाहिँ फर्केर घरतिर जान्छु। त्यही हो। अब यति त गरेँ आज गर्दिनँ भन्दा यसमा आइयो। यो चाहिँ पार्थली भन्ने ठाउँ हो। यहाँबाट चाहिँ अब यताबाट नि पुग्छ, यताबाट नि पुग्छ। म चाहिँ माथिल्लो बाटो जान्छु अब घरतिर होइन, जानै पऱ्यो। अब त्यो टिप छोडेर आइसकेको छु। अब चाहिँ म यहाँबाट जान लागिरहेको छु होइन। यहाँ चाहिँ म चाहिँ त्यस्तो ठाउँबाट हुँदै म चाहिँ घर जाँदैछु। यो बाटो चाहिँ सर्टकट पर्छ मेरो लागि। अब यो चाहिँ यो खोलेर अब अलिअलि भिडियो पनि बनाउँदै हिँड्छु म होइन। म चाहिँ अहिले हालको लागि चाहिँ यहाँनिर छु। यो खोल्दैछु होइन। एकछिन म हाम्रो देख्न सक्नुहुन्छ बाटो चाहिँ यस्तो खतम छ। अनि हामी यसरी कुदिरहेको हुन्छौँ होइन। गाउँघरमा चलाउने नै यसरी नै हो। अलिक गाह्रै छ। अब यहाँ घरहरू पनि दामी छ यो बाटोमा चाहिँ। अब यसरी हिँड्नुपर्छ चलाउँछ। मलाई गोबर खेती भन्ने चाहिँ रेली लगाउँछ हो, आफै भन्छु। त्यही भएर डर लागिरहेको हुन्छ कि यो बाटो गाउँ सुरु हुँदाखेरि यता यहाँबाट चाहिँ जाने भ्यूहरू देख्छ कि फेरि बाटो पानी परिसकेर उभाइसकेर यो बाटो चाहिँ टाढो टाढो हुन्छ भने जताततै कुकुर हुन्छ। फेरि यता चाहिँ फेरि म चाहिँ सिधा भन्छु अब जानुपर्ने भनेको यो बाटोबाट होइन। यो यहाँ बाटोबाट जाँदै होइन पुरै त्यो बडो हुँदै ऊ त्यो घर देखिरहेको छ नि। त्यो माथि चाहिँ मैले बाख्रा फार्म खोलेको थिएँ त्यो। अनि तलको चाहिँ मेरो घर हो क्या ऊ त्यो। यो खवासी पोखरी देखिन्छ यहाँबाट। मेरो घर चाहिँ ऊ त्यो हो कि यो ऊ त्यो ठाउँमा जानुपर्ने हो म चाहिँ। त्यो चाहिँ अलिक टाढै छ। कति टाढा छ तल हेर्नुहोस् होइन। यो चाहिँ खवासी देखिँदो रहेछ यहाँबाट चाहिँ अब यसरी जाने हो। बाइक चाहिँ यहाँनिर छ। अब म चाहिँ यहाँ यसरी हिँड्दैछु यहाँ डाँडा पाखातिर जङ्गल पुरै हेर्नु होइन। बाइक पनि यस्तो हालत भइसकेको छ। आजको दिनमा चाहिँ 800 कमै भइसकेको छ। अब यहाँबाट म घर जाँदैछु। माइकको यतातिर कुद्दै खुट्टा रहेछ यार, मुस्किल परिरहेको साला डर लागिरहेको कुकुर चाहिँ एउटा बाइक देख्दैन भिडियोमा त त्यही पनि देखाएको छैन होला। माथि बाटैमा हुन्छ कि त्यहाँ हामी सानो हुँदाखेरि डोक्न आइदिन्थ्यो। पुरै तल बारीमा छ भने पनि पुरै मस्त आइदिने सक्नुहुन्छ। अब म चाहिँ यो बाटो झर्दै यस्तो जानुपर्ने हुन्छ। अब यो भनेको चाहिँ ऊ त्यो भनेको चाहिँ बल्थली हो। अनि त्यसपछि त्यो पस्तली होला। अनि पनौती थियो। यस्तो घुमेर यस्तो निक्लेर म घर जाँदैछु। मेरो घर जाने बाटो चाहिँ यताबाट पर्छ। म चाहिँ यहाँ हालको लागि यहाँनिर छु यसरी बसिरहेको है। अब म जान लागिरहेको छु। अब अर्को टिप पनि आएको थियो टिपचोक जाने भनेर उतै डाँडामा नजाने भन्ने कति भने 800-900 पर्छ दाइ भने। हिँड्दै जाँदा हुन्छ दाइ त्यति त हो नि भने। त्यो हिँड्दै गयो होला त्यो दाइ। अब यस्तो पहिरो सहिरो गएर बाटो भर्खर बनाएको छ, राम्रै छ यता चाहिँ। अब म चाहिँ अहिलेको लागि लागेँ है त जयसँग। अब म चाहिँ यहाँ घर जाने तर्फ लागिरहेको छु निरन्तर होइन। अब यहाँ टर्निङ एकचोटि घाट्न सकिँदैन यो, मलाई थाहा छ। यहाँबाट चाहिँ अब सकिन्छ कि के गर्छ हेरौँ। नसक्यो भने छेउमा रोक्ने यसरी अलिक ज्यादै छेउमा गएछ। ऊ त्यो देखिरहेको घर छ नि ऊ त्यो चाहिँ मेरो हो। अनि यतापट्टिको चाहिँ हाम्रो गाउँ हो। अब यहाँसम्म त आइसकेँ म। बापरे बाप तान्नै गाह्रो पऱ्यो यहाँ। अनि यहाँबाट चाहिँ यसरी फर्काउने हो।
हामी स्टार्ट बन्द गर्न गइरहेको छौँ। यहाँबाट चाहिँ स्टार्ट बन्द भएन, भइरहेको छु। अन्टी आइपुग्छु भन्दै थिएँ, आइपुगेन होइन। म त्यो सिक्दै जान्छु, म तिमी अगाडि त्यो बाहिर बसिरहेको छु भन्दै हुनुहुन्छ। बाप्रे बाप्रे, बाटो त खतम छ त यहाँ, पुरै भले खतमै बनाइदिएछ त अझै माथि मोबाइल होल्डर भयो भने कि हेलमेटमा राखेर दामी बनाउँदै। अनि त्यसपछि पड्काउबाट झरे कुकुर होला भनेर डर लाएर फेरि एउटा दुटेर चाहिँ टोक्न आउँदैन रहेछ, सुध्रेछ अहिले। ए खोइ अब म एकछिन हेरौँ, घाम लाग्यो भने त चाँडै जान्छु अब। ल आन्टी ल, यो पालि भिडियो लामै बनेको, अब के भन्न लामो बनेन भने बाटो चाहिँ अब के हो, यो घाँस उम्रेर बाटै छैन त यहाँ। बाप्रे बाप्रे, अलिअलि त मिलाएर फेरि निरन्तर है बिल्कुल बुझौँ। यहाँ अब यहाँ पनि त्यो दो है आयो भने त कालाले भाकालाई धेरै बनाइदिन्छु, तर त्यो सिक्नु जाँदैन। हजुर अनि घरै नगए अहिलेसम्म? चले साला बुझा। पानी जोडेर अब घरतर्फ जाँदैछु। पानी जोडेर होइन, यहाँ माथि आइसक्ने यो फार्म हो, यो चाहिँ हाम्रो घर माथिको भैँसी फार्म, बाख्रा फार्महरू हो यो। यहाँ जस्तो पहिरो गएको थियो, घाँस उम्रिसक्यो, बाइक सियो भयो। जाँदैछु अब म घरतिर, चप्पल ल्याएर रेनकोट ल्याएर आइरहेको छु होइन। यहाँ अब यो खोर्सानीको झारो खन्ने मम्मी चाहिँ, म चाहिँ घर आइपुगिसकेको छु अब होइन। मेरो भ्लग चाहिँ यहीँ इन्ड गर्दैछु म। हाम्रो मोटु भाइ चाहिँ ऊ त्यहाँ आएर बसिसकेछ, मैले फोन गरेको थिएँ, ऊ त्यहाँ छ होइन। म चाहिँ घर आइसकेँ, अब उताबाट घुमेर आएर पैसा पनि कमाइयो, घर पनि आइयो होइन। अब म एकछिन बस्छु, अहिलेको लागि बाई बाई।